यो बनाइदिन्छु कि यसरी कहाँ आने हातमा हुन्छ चिनिन्छ यो भनेको पारिजातको भयो होइन त्यसलाई के भन्छ हौ दाइ त्यो ठ्याक्कै थाहा भएन हौ यो भनेको ओनियनको स्टेफियम लाइट भयो यो अलिक साइडमा राख न अनि म चिन्छ त अनि भयो चिन्दैन क्या भरे यो भनेको आलुको भयो यो भनेको चाहिँ लेड ब्लाइट अफ पोटेटो भयो यो अनि यो भनेको हाम्रो सिस्नुको पात भयो यो चिन्दैन क्या अनि यो भनेको यस्तो यो भनेको चाहिँ मकैको हो यो चाहिँ मकैको भयो अनि यो पनि मकैकै भयो यो बैगुनको भयो यो भनेको बैगुनको भयो यो बैगुनको पात अनि यो भनेको हाम्रो बैगुनकै हो यो पनि यो चाहिँ जेरानियमको भयो यो भनेको चाहिँ टमेटोको हो यो यस्तो हो टमेटोको चाहिँ यो भनेको रातो फुल हो यो भएर सर्च गरेर देख्नुपर्छ यस्तो रातो फुल के पो थियो खै यो भनेको बाटोमा एउटा के फुल्यो त त्यही छोडेको यो भनेको पानामा ओइल हो अनि यो भनेको एउटा ब्याक्टेरिया ओइल लेखा हुन्छ यो भनेको कोलाकोसिया भयो अब यो भनेको चाहिँ हाम्रो गहुँको पात भयो यति लामो यो भनेको एउटा नयाँ अब के को भने थाहा हुन्छ स्टार छ थाहा त यो भनेको एलोभेराको हो भयो ठ्याक्कै चिन्छ क्या अब यो भनेको के पो हो खै हेर्नुपर्छ यो अब कहाँ पो टिपेको यो बिर्सियो हेत्ते ए यो मस्टर्ड होइन मस्टर्ड त होइन मस्टार्डै त हो त यो भनेको ब्रोड लिफ मस्टार्डको यो यो भनेको चाहिँ के पो थियो यो अकबारीको नि थियो नि ऐसेलुको भयो ऐसे ल्याइदिउँ न अकबारे खोर्सानी खोइ जाने खै झार छ्याएछ भने त यहाँ छ यो भनेको चाहिँ अकबारे खोर्सानीको है